युट्युबे देवेन्द्र गाना सोचामा सबैको भन्नु सचिव पूर्व सचिव हाल सचिव आत्मले निबथे जिसमा गम्भीर रूपमा चुनाव खोजना बाँकी पश्चिम कोही छोटे छिपिन्छ नयाँ निर्देशन बिर राख्यो भने माया प्रीतिको नटुट्ने डोरी कसले काट्यो छुरीले सत्यता आजुकाइवा वाइरा बाबा तिम्रा छिवा हर शाम दोपहर तेरा सर लहराए हर रात यादों की बाराती आए जब मिला पिया का गाँव तो ऐसा लगा मेरा गाँव के घुंघरू टूट गए Mana? Mana mau jual mana? Nama apa? Ini ada dia buat straight ke dunia. Kita pandai tu ancam anak bisa thang aja, anak. Ada balon lagi. Kita sebenarnya ada modal ada bekas ada investor ki mereka ada modal. So kita dapat bukan Koro investor ni dah investor ki masa ada yang asing tu kan. So sekarang dulu mungkin dah. Ada Makan. Yana, saya sudah sebelum ada kamu. Ada jualan lagi juga di sini. Soalnya sini sini berada. Lalu ini. आज की 2082 गते बिहीबार झुले अर्ग्यानिक फार्ममा हाम्रो साधारण सभाको लागि आयोजना गरेका थियौँ। अब हाम्रो स्कुलको नाम प्राय सबै पुरा नाम कसैलाई पनि राम्रोसँग याद गरेन जस्तो लाग्छ है। मैले साथीहरूसँग सोधेँ पुरा नाम। अब हाम्रो पुरा नाम के रहेछ भनेदेखि त्रिपन्न विद्यासङ्घ साधारण माध्यमिक विद्यालय रहेछ। 2040 सालमा एसएलसी उत्तीर्ण भएका साथीहरू मिली 2 वर्ष अगाडि एउटा समूह गठन गरेका थियौँ, जसको नामाकरण हामीले गरेका थियौँ त्रिपद्म एसएलसी ब्याच 2040। आज सोही समूहको 2 आर्थिक वर्षको हामीले वार्षिक साधारण सभा हुन गइरहेको जानकारी गराउनेछौँ। यस साधारण सभालाई सभापति गरिदिनु हुनको लागि हामीले गठन गरिएका समूहको अध्यक्ष श्री प्रेम कृष्ण महर्जनजीलाई अनुरोध गर्दछु र आसन ग्रहण गर्न अनुरोध गर्दछु। आसन ग्रहणको क्रममा हाम्रो सल्लाहकार द्वय जितेन्द्र कुमार श्रेष्ठ र पुरुषोत्तम आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। त्यस्तै आसन ग्रहणको क्रममा कोषाध्यक्ष म आफै भएँ अनि सचिव हाम्रो बुद्धरत्न
साक्यलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यस्तै सदस्यमा कदम कुमार महर्जन केसी मरण व्यञ्जनका विविध कारणले गर्दाखेरि उहाँहरू उपस्थित हुनु भएन। काम पश्चात चाहिँ हामी यो साधारण सभालाई सफल पारिदिनु हुनुको लागि सबै पाल्नुहुने सबै साथीहरूलाई स्वागत गरिदिनु हुनुको लागि हाम्रो सचिव भुटरको साकेजीलाई अनुरोध गर्दछु। धेरै समय पश्चात भनौँ न एउटा साथीहरूको विभिन्न आग्रह त्यो गरेर पनि विविध कारणले गर्दाखेरि हामीले एउटा 2 वर्षपछि मात्र पहिला हाम्रो सारसम्म गर्न गइरहेछौँ। धेरै अधिकांश साथीहरू के भन्छ भने तिम्रो ब्याज चाहिँ यतिको यो ब्याज कि यो भनौँ न नेटदेखि ठुलो होइन अवसरहरू त्यस्तोहरू पनि छ। त्यस कारण तिम्रो ब्याज चाहिँ एकदम एउटा चाहिँ सफल रूपमा चाहिँ जान सक्छ भन्ने उनीहरूको चाहिँ एउटा त्यो छ। तर त्यो हुँदा पनि हामीले चाहिँ यो अलि अगाडि बढाउन नसकेको किनभने एउटा हाम्रो सदस्यहरूलाई पनि यो जुन टिकीमा उत्साहित भयो अनि त्यो भयो अनि पछि चाहिँ नि सदस्य हुने कि नहुने अलिक डरार मनमा धेरै जसो देखिन्छ। यसैलाई कसरी निराकरण गरेर जान्ने भन्यो भने एउटा चाहिँ हाम्रो यताबाट गएर जाउँ अनि अब भाइ कार्टुन आउने हुनुहुन्छ अनि अब यसलाई कसरी पहिचान गरेर अब एउटा चाहिँ सशक्त रूपमा हामी बिचमा एउटा आपसमा सहयोग गर्ने त्यो गर्नु एउटा समूह मात्र नभइकन त्यो समूह चाहिँ एउटा वार्षिक रूपमा हाम्रो बिचमा कसरी जाने र भावीमा त्यो जाने भन्ने त्यो एउटा चाहिँ यहाँबाट चाहिँ नि ठोस निर्णय पाउन सक्छ भन्ने आशा राख्दै सम्पूर्ण सदस्यहरूमा फेरि पनि एकचोटि यो समूहबाट चाहिँ नि स्वागत गर्दैछ। स्वागत। हाम्रो सल्लाहकारहरूको मन्तव्य भनौँ अथवा चाहिँ राय सुझाव अथवा चाहिँ सल्लाह के छ उहाँहरूलाई चाहिँ अब अलिकति राखिदिनु हुनुको लागि मैले अनुरोध गर्दछु। पहिलो चाहिँ जितेन्द्र कुमार श्रेष्ठजीलाई। कोही साथीहरू बिरामी भयो कारणले गर्दा केही साथीको यहाँ अनुपस्थित भयो। यद्यपि यो संस्थाले जुन ढङ्गले चाहिँ आज यो कार्यक्रम गरेर यहाँसम्म ल्याउन यहाँहरू सफल हुनुभयो। वास्तवमै यो संस्था भनेको तपाईँको कार्य समितिको अध्यक्ष सचिवको कोषाध्यक्ष अलिकति एक्टिभ भयो भने संस्था धेरै अगाडि बढ्छ। त्यसै कारणले पनि यो संस्था यो ढङ्गले अगाडि पुगिरहेको मैले चाहिँ पाएको छु। र आफ्नो ढङ्गले चाहिँ एक ढङ्गको काम गरेर हामी अगाडि बढिरहेको अवस्था छ। हामी सबैको आफ्नै पहिचान गर्दछौँ। त्यो पहिचानलाई कसैले पनि कसैलाई चाहिँ तपाईँको अप्ठ्यारो पर्ने र तपाईँको चाहिँ नराम्रोसँग गर्ने त्यो किसिमको भूमिकामा हामी छैनौँ पनि। यद्यपि आजको दिनसम्म आउँदै गर्दाखेरि केही साथीहरूको कुरोहरू चाहिँ अलिकति चाहिँ गुनासो आएको हुने मैले पनि पाएँ। यो विषयमा अघि बुद्धजीले भन्नुभयो यो नितान्त यो चाहिँ हाम्रो चाहिँ विद्यार्थी जुन बेला हामी चाहिँ एसएलसी ब्याजमा चाहिँ एसएलसी जहाँ दियौँ त्यो बेलाका साथी बच्चैदेखि सँगै एउटै स्कुलमा मैले यसमा अलिकति जोड्ने चिजहरू चाहिँ यसको महत्त्व र आवश्यकता चाहिँ लाई कसरी अझ हामी यसलाई अभिवृद्धि तथा यसलाई चाहिँ स्थापित गर्न सकिन्छ भनेर जोड गर्नुपर्छ जस्तो लाग्छ। अब यो विश्वासको कुरा आयो, सकारात्मक सोचका कुरा आयो, अब स्वामित्वको कुरा, ओनरसिपका कुराहरू भयो भने यो कसभित्र छ भन्दा त के पनि छैन। अघि भने जस्तो हामी 40 ब्याजका यो मित्रभित्रै छ। योभन्दा बाहिर कुरा नि होइन, के पनि होइन। त्यसले यसले समेट्ने भने हाम्रो आफ्नो सकारात्मक भावनात्मक सम्बन्धले नै हो र यसको महत्त्व पनि छ। यसले मित्रता एउटा एक आपसमा अलिकति मित्रताको प्रगाढ बनाउने एउटा पारिवारिक परिचय र परिवार सदस्यहरूमा पनि केही चिनाजानी हुने चिजहरू हुन्छ र यसले आगामी पिँढीहरूलाई पनि अब हामी घरमा आउँदाखेरि कहाँ जान लागेको न बाबाको हो र यसले गर्दा अलिकति समाजमा पनि को भन्दाखेरि के हाम्रो नि छ एउटा सानो स्कुल ब्याजको छ नि त विभिन्न सङ्गठन तर यो हाम्रो पूर्ण पारदर्शी एउटा के अरे भावनात्मक अब प्रायः जसो सबै साथीहरूको मनमा छ पोस्ट वृद्धि भयो भने केही काम गर्न सकिन्छ अथवा चाहिँ केही इन्टरटेनमेन्टको लागि पनि हामी सपोर्ट गर अथवा चाहिँ हामी अब सोसियल सर्भिसको लागि पनि हामी केही फन्डहरू छुट्याएर गर्न सक्ने अवस्था पुग्छ कि भन्ने सबैको मनमा छ। त्यही भएर कोष वृद्धि बारेमा पनि एउटा एजेन्डा राखिदिएको छौँ। अब अनि त्यसपछि भविष्य कुन मोडेलमा जाने हामी कमर्सियल मोडेलमा जाने कि सोसियल सर्भिसमा मात्र जाने कि होइन यत्तिकै हामी एउटा सानो 2 वर्ष 1 वर्षमा 4-5वटा प्रोग्राम इन्टरटेनमेन्ट प्रोग्राम मात्र गरेर हामी चलिराख्ने हो कि कुन मोडेलमा जाने यही फ्लोरको साथीहरूको आफ्नो राय सुझाव लिएर हामी अगाडि बढ्नेछौँ। त्यसमा चाहिँ रूपरेख अनेक विचार त्यो अनेकता बीच एकताको लागि हामी बस्दैछौँ जसको लागि सल्लाहकार
पुरुषोत्तमजीले भन्नुभयो जस्तै केही कुरा म त्यसमा जोड्न चाहन्छु। जस्तै समय, हरेक हामी भन्छौँ समय परिवर्तन छ, समय अनुकूल हामी जान्नु छ भन्ने कुरा हामी भन्छ। तर समयले त्यो भन्छ अरे यस समय म जहिले पनि त्यही छु। हिजो जहाँ समय हो, जुन समय आइरहेको त्यही समयमा म छु। परिवर्तन भएछ त तिमीहरू छ भन्छ। त्यस कारण त्यो समय र हामी बिचमा त्यसको फ्युजन हिसाबमा हामी मिलाएर अगाडि बढ्नुपर्ने अवस्था छ। यता विवशहरू बावजुद पनि अब जति सक्दो त्यति अगाडि लिएर जाउँ, पनि आउने नेतृत्वलाई त्यो सुम्पेर अगाडि बढौँ भन्ने हिसाबमा हामी अगाडि बढेका छौँ। जस्तो अब यो हाम्रो समूह गठन गर्नेमा श्रेय जितेन्द्रजीलाई जान्छ। जितेन्द्रजी र हाम्रो बुद्धजी जहाँ भेटे पनि एउटा हाम्रो टिबेटनको हाम्रो ब्याच जहाँनिर हामी सेतो गर्छौँ, त्यसलाई एउटा आधार लिएर चाहिँ एउटा समूह बनाएर अगाडि बढ्दाखेरि राम्रै होला भन्ने हिसाबमा टाइममा समयमा खसेर र उहाँले एउटा कुमारी पार्टीमा सबै साथीहरू बोलाएर त्यहाँ हामी जन्म गयौँ। त्यो पश्चात हामी सबैलाई समूह आवश्यक छ, हामी एकता हुनु अपरिहार्य छ भन्ने हेतुले हामी चाहिँ यो समूह चाहिँ गठन गर्न चाहिँ हामी अगाडि बढ्यौँ। र जसमा हामीले चाहिँ 80 साल असोज 6 गते कार्य विनायकमा एउटा हामीले पिकनिक रूपमा आयोजना गऱ्यौँ। भन्दाखेरि वा कुनै पनि संस्था भन्दाखेरि त्यसको लागि सल्लाहकारको एउटा आवश्यक हुन सक्छ। हामीले सल्लाहकारको रूपमा जितेन्द्रजी र पुरुषोत्तमजीलाई सल्लाहकारमा हामी आग्रह गरी नियुक्ति हामी अगाडि बढ्यौँ। त्यो पश्चात असोज 16 गते बैठकबाट उहाँहरूलाई हामीले सल्लाहकारको रूपमा राखेर अगाडि बढ्यौँ। अनि त्यहाँपछि हामीले एउटा दसैँको लागि शुभकामना आदान प्रदान गरौँ भन्ने हिसाबमा हामीले गोकर्ण हाउस त्यहाँनिर एउटा बिहान हामीले ब्रेकफास्टको कार्यक्रम गरेर शुभकामना आदान प्रदान हामीले गऱ्यौँ। यसो त्रिपुराको ग्रुप रहेछ, म पनि ती ब्याचको हो, कमसेकम सबै साथीहरूसँग म एकपल्ट बस्नु पाएँ हुन्थ्यो भन्ने हिसाबमा उहाँकै कलमा चाहिँ एउटा ब्रेकफास्ट कार्यक्रम यदि त्यसमा हामीले गऱ्यौँ। अनि त्यहाँपछि उहाँलाई बिदाको लागि पनि सबैलाई सहित हामीले शुभकामना दियौँ, उहाँलाई बिदा गऱ्यौँ। साथसाथमा हामी बिचमा हाम्रो आमा बुवाहरू बिचमा केही श्रद्धाञ्जलीको साथै संवेदना दिनुको लागि हामी अब हाम्रो साथीहरूबाट आएको चाहिँ हाम्रो यस प्रकार छन्। हाम्रो जम्मा अहिलेसम्ममा 47 जनाको आइसकेको छ। त्यसको लागि अनुमोदन गरिदिनुलाई अनुरोध गर्छु सबै साथी। अर्को भने कार्य समितिको अवधि बारे अब सम्पर्क गर्नुपर्ने विषय आएछ। अब कार्य समितिको अवधि, अब त्यो बेला हामीले अवधि कुन कति वर्षको लागि हामी एउटा कार्य समिति गठन भइसकेपछि कति अवधिको लागि भनेर त्यो बेला तोकेको थिएन। अब चाहिँ हामी यो फ्लोरबाट चाहिँ माइनेट गरेर त्यही अनुसार लागू गराउने हाम्रो कार्य समिति जिम्मेवारी हुनेछ। त्यही भएर अब यो विषयमा छलफल अब आफ्नो मनका कुराहरू आफ्नो भनाइहरू राखिदिनु सबै साथीहरू भाइरल भयो भने यो बसेको फोटो खिचेपछि हाम्रो 40 भाइको ग्रुप हो भनेर चिन्नु पनि हुन्थ्यो। अनि जुन अब यो पढाउली भनेको अब 3 वर्ष गर्ने हो कि 5 वर्ष गर्ने हो, त्यसमा जानु पर्यो। धेरै जस्तो 2 वर्षको हुन्छ, 2 वर्ष त भइसक्यो, अब फेरि 1 वर्ष थप्यो, 3 वर्ष गरेको खण्डमा राम्रो हुन्छ जस्तो लाग्छ मलाई। खास के भन्नु भने हामीले कुनै पनि कार्य गर्दाखेरि त्यसलाई व्यवस्थित गर्नको लागि हामी टिम छँदैछ। त्यसको अलावा टिमलाई पनि मजबुत पार्नको लागि 1-2 वर्ष मात्र राखेपछि उसले जति काम गर्नुपर्ने हुन्छ नि त्यसलाई पुरा गर्न सकिँदैन। त्यसले गर्दाखेरि त्यसलाई अलि 4 वर्ष अथवा 5 वर्ष गर्न पायो भने हामीले त्यसले काम गरेको एउटा
ठोस कुराहरू निकाल्न सकिन्छ त्यसलाई पछि अरू ग्रुपलाई हस्तान्तरण गर्दाखेरि अरू आउनेलाई हस्तान्तरण गर्नलाई पनि सजिलो मेरो तर्फबाट यत्रो काम भइरहेछ भन्नलाई पनि एउटा आधार हुन्छ त्यसले गर्दा त्यही आधारमा अरू बस्ने साथीहरूलाई पनि ल मैले पनि यही काम गर्नुपर्छ भन्ने एउटा जोस जागरण हुन्छ त्यसले गर्दाखेरि अलिकति हामीले समय बढाए पनि केही फरक पर्दैन हामी जे काम गर्दाखेरि पनि आर्थिक नभइकन के पनि चल्न सक्दैन है त्यसै कारण मेरो विचारमा यो कोष बढाउनुतिर लाग्नुपर्छ मेरो मेन भनाइ एउटा त्यो हो आखिर कोष भने मतलब पैसा हामी मतलब मेनमा अघि प्रेमजीले भनेछ अरू साथीहरू बुद्धले भने जस्तै यति नै हो सबैले सक्ने हिसाबमा कतिपय दलले मेनको राख्ने एउटा कोर्स चाहिँ बढाउनुको लागि त्यो एउटा आर्थिक पक्षमा त्यो गर्नुपर्छ जस्तो लाग्छ अनि यो परावृत्तिको विषयमा कि 3 वर्ष कि 5 वर्ष अब 2 वर्ष गइसक्यो 1 वर्ष थपेर 3 वर्ष भयो अरू एक कालकाल भयो भने 6 वर्ष भइरहेको छ 6 वर्षमा त आफूले काम गरेको चिज त पुरा हुन सकिन्छ अघि किसन कुमारले भने जस्तै 2 वर्ष यदि राखेर काम गरेको पुरा गर्नलाई अलिक गाह्रो हुन्छ जब 3 वर्ष राख्यो 3 वर्ष अर्को कार्यकालमा कोही टाढी सक्यो ठिक छ राम्रो छ उहाँले गरेछ भने अर्को एक कार्यकाल थपो थपेपछि उसको 6 वर्ष हुन्छ 6 वर्षसम्म त म यो गर्छु भन्ने कुरा चाहिँ सबैले पुरा गर्न सकिन्छ त्यसै कारण मेरो विचारमा पनि एउटा कार्यकालमा 3 वर्ष या 6 वर्ष 5 वर्ष यो हुनुपर्छ जस्तो लाग्छ धन्यवाद सानो जीव भनाइ छुटकाटा छ धन्न भएमा मूर्खै पनि विद्वानमा गनिन्छ ढैरी थौ ज्ञान मर्न दिने खा धन्न मा कर्म लाल दिन ढैरी छन्तो धन्न जवडले हान मनुष्यना न हुने बढी ठुङ्गुडा एजा धन्न मा धन अपोजिला न मनु चाहिँ बगा जान दिया ठुङ्गुडा समय यंगना जमाशना या तुमु समय मनु देव चाहिँ विश्वास मरि आया तुम जमान एजो ज्या जियो धन तो ग्रुप यो नियमावली छु वो नियमावली छ भने बालक प्रस्तुत जुग प्याउल लगाता छ ठैट ठैना आउनु ढैबडी छिसन देगा उनमा अगे जना जियो कार्य समिति परावली न बुल्टो गट्यो खास नियम चाहिँ 3 वर्ष जग्गा खटायो अब होइन बरु बालाओ कार्य समिति जुल्ला 3-6 वर्षमा जुन्थ्यो आठो न्यागिरी कार्य समिति उली बालक जाइन ह्याक्ल उली बालनाउनी पनि ख अपना चाहिँ कार्य समिति लाडी लाउने कार्य समिति चाहिँ भामला नाट लाओ थो न्याउनी मको पेसिभ जानी आ छिसा चाहिँ थो जेवा 4 लाख नागा बैंके जो पूजा खस छिसन तयार देस मला खैदा चले नाउना जब ब्रिडी याउन जो थो 4 लाख मगाको सु जाकेना उन का तास छिसा जब तयार चाहिँ जायना मसाना जो जुला आ बैसो नगा सुझाव रे न ठम खप्या होई आर्थिक नमा मरेगा नमा नेना मा चुन्न मा दगन या मा बुदिया खन एजन दिन जियो नियम छ नियमावली छ बालक ठेना जिपिङ न्याउनु यो छ प्रस्तुत गर्न दिएका वो नियमले जना जिपिङ जाइना चाहिँ चाहिँ ठुसको त चाहिँ जो नजोसको धन्यवाद मेरो भनाइ चाहिँ समाधानप्रति एकदम समर्थन छु अहिलेको लागि 3 वर्ष एक टाइम राखौँ नियम चाहिँ बनाउने चाहिँ पक्का गरौँ 3 वर्ष मेरो विचारमा काम चाहिँ गरौँ थप चाहिँ 3 वर्ष सकियो अर्को 3 वर्ष पनि बस हैन कार्यकाल बढाउन सकिन्छ एकैचोटि 5 वर्ष 6 वर्ष गर्दाखेरि एकदम लङ टाइम पनि हुँदैन हैन चिनी पनि धेरै खायो भने बुढो छिटो हुन्छ भन्ने जस्तै हुन्छ 3 वर्षमा 2 कार्यकाल पनि गर्न सकिन्छ नि 3 वर्ष ठिक जस्तो लाग्छ कि त्योभन्दा बढी चाहिँ बरु थप नै हुन्छ त्यसपछि नेक्स्ट हाम्रो साल 6बाट के हुन्छ पुरानोलाई नै हस्तान्तरण होइन अब त्यसमा पनि अब चेन्ज हुनु पनि सक्छ नि सदस्य पदाधिकारी अब त्यो अब एक आपसमा सहमतिमा जान्छ अब अलिसीमा रिटायर भइसकेपछि त्यसलाई उपाध्यक्षले सदस्य ल्याउँछ छैन त्यो पनि यसमा के छलफल गर्ने कि यसमा चाहिँ सल्लाह त्यो गर्ने कि अब यसलाई छोडेर अर्को एजेन्डामा राख्ने भनेर त्यसको आएको कन्सेप्ट अनुसार अक्षय कोष देय रकम जम्मा हुनेछ भनेर टी प्रमोट 2040 ब्याचमा आबद्ध प्रत्येक सदस्यबाट उठाइने रु 10,000 रकम जम्मा गर्नेछ
टी पटमा 2040 ब्याजमा आबद्ध सदस्यबाट थप जम्मा गरेको रकम। अनि 3 नम्बरमा विभिन्न व्यक्ति सङ्घ संस्थाबाट बिना शर्त दिने अनुदान सहयोग रकम। अनि 4 चाहिँ अन्य स्रोतबाट प्राप्त हुने रकम भनेर एउटा चाहिँ हामी 4वटा चाहिँ नि यो रकमलाई वृद्धि गर्ने एउटा चाहिँ त्यसमा राखेको थियौँ। अनि कोषको रकम उपयोग कसरी गर्ने भनेर त्यहाँ राखेर अक्षय कोषको प्राप्त हुने ब्याज देय बमोजिम खर्च गर्न सकिनेछ भनेर एउटा चाहिँ हाम्रो राखेको। एकमा के भने ब्याजको 50% रकम पिकनिक भेटघाट चियापान आदिमा। अनि अर्को चाहिँ ब्याजको 50% रकम टी पटमा 2040 ब्याजमा आबद्ध सदस्यको लागि सहयोग भनेर एउटा हामी राखेको। अनि अब दोस्रोमा कोष उपयोग टी पटमा 2040 ब्याजमा आबद्ध सदस्यले उक्त ब्याजबाट हटेमा निजलाई जम्मा गरेको नेहरू 10,000 80 रुपियाँ 10,000 फिर्ता गर्ने छ एउटा है। अनि तेस्रो चाहिँ टी पटमा 2040 ब्याजमा आबद्ध सदस्य दिवंगत भएमा निजले जम्मा गरेको नेहरू 10,000 रुपियाँ फिर्ता गरिनेछ। टी पटमा 4मा टी पटमा साधारण माध्यमिक विद्यालयको गुणस्तरीय शिक्षा र भौतिक निर्माण कार्यमा भनेर एउटा चाहिँ राखेको थियो। अब कोष रकम गर्न सक्ने अवस्था अब कहिले भन्दाखेरि आपसी सहमतिमा टी पटमा 2040 ब्याज वितरण गर्नेछ भनेको हामीहरूको आपसी सहयोगमा गरेर त्यो गर्न सकिनेछ भनेर एउटा राखेको छ। 6मा नीति संशोधन भनेर एउटा राखेको छ। नीति संशोधन तथा परिमार्जन गर्ने अधिकार टी पटमा 2040 ब्याज समितिमा नियुक्त हुनेछ। यो साधारण सभाबाट अनुमोदन गर्नुपर्नेछ। अनि 7मा कोष विघटन तथा स्थगन भएमा टी पटमा 2040 ब्याज अक्षय कोष विघटन तथा स्थगन भएमा सदस्यबाट उठाएको नेरो 10,000 फिर्ता गरी बाँकी रहेको रकम दामासाईमा फिर्ता लिन सकिने तथा टी पटमा साधारण माध्यमिक विद्यालयको गुणस्तरीय शिक्षा तथा भौतिक निर्माण कार्य प्रदान गर्न सकिनेछ भने यति चाहिँ हामीले त्यसबाट आफ्नो एउटा नियम बनाएको थियो। सङ्कलन गर्ने भनौँ न, समूह भेला गर्ने वा समायोजन गर्ने जुन हाम्रो टार्गेट त्यो पुरा त भएको छैन। थोरै अलि त हामी एकदम सीमितमा भयौँ। यो कोष अहिले हामीले फटाफट बढाएपछि अहिले त अलिकति शङ्का उपशङ्काले समिति भएको छैन यो ग्रुपमा। हामीले कोषहरूलाई अलिक धेरै बढाइराख्यो भने उनीहरू फेरि आउँदाखेरि यति बढिराख्नु पर्ने हो र भनेर झन् हस्किन्छ। अहिले चाहिँ हामी कोष विधि अलि न्यूनतम तरिकाले विधि गरौँ, कमसेकम उनीहरू आउँदाखेरि यति राख्दा पुग्यो हो नि भन्ने जस्तो यो आभास होस् न। अहिले 10, 12, 20 गऱ्यो थप्दै जाँदाखेरि यति धेरै राख्नु पर्ने भनेर आउने विचार भयो भने फेरि कोषमा राख्नुपर्ने जम्मा गर्नुपर्ने रकमले नै फेरि नहस्कियोस् भन्ने मेरो चाहिँ सुझाव हो। अहिले मित्रले भनेको कुरा सही हो त्यो एउटा हदसम्म, तर बेसिक पनि बुझ्नु पऱ्यो क्या। सबैलाई खबर छ यति हिसाबले यो भएको छ, ऊ आउँदा नि नआउने अरूले गर्दै गरेपछि यो बढी हो भन्यो भने त त्यो त मूर्खता हुन्छ मेरो विचारमा पर्सनली। म यो पोइन्टमा एग्री छैन है। र यसलाई छोडिदिउँ। अब अघि अध्यक्षज्यूले भनेको हिसाबमा जस्तो अगाडिको चाहिँ सिनियर ब्याजहरू पनि यस्तै एउटा युनिटीमा चाहिँ अब आबद्ध भएको छन् भनेदेखि वाइ नट टु एकचोटि कोअर्डिनेटिभ मिटिङ जस्तो, किनभने हामीले एउटा बेस पनि कारण नाम केमा छौँ त हामी त्रिपन्न स्कुलको नाममा छौँ कि सबै हामीले त्यसलाई अलिकति हाइलाइट गराउनु पनि उद्देश्य पनि हो नि त। कि हामी त्यसकैबाट त हामी जन्म भएको छ भनेदेखि त्यसलाई नकार्नु मिल्दैन। त्यसले 3-4वटा चाहिँ अब अगाडि सिनियरको ब्याच छ भने पनि यसो गरेर तिनीहरू के गरिरहेछ त, त्यसबाट एउटा हामीले नयाँ कन्सेप्टमा केही चिजहरू लिन सकिन्छ होला। अब व्यावसायिक हिसाबले भन्दा बरु सोसल वर्ककै तरिकाले गऱ्यो भने ठिक हुन्छ जस्तो लाग्छ। जोइन्ट भेन्चरमा तिम्रो नि पोइन्ट भ्यालिड हो सबैले भनेको, तर एउटा बेस चाहिँ हामीले छोड्नु हुँदैन। हामीले कुन उद्देश्यले के गरेका छौँ भने म अघि नै भनिसकेको जानकारी, मलाई जानकारी छ। म चुप्प लाएर बसिरहेको छु, आबद्ध नि भएको छैन। अब एकजनाले चाहिँ 60-70 हजार कन्ट्रिब्युट गरेपछि म 10,000 मनी आउँछु भने संस्था चाहिन्छ। हाम्रो संस्था दर्ता गरेर छैन। अब हामी एउटा समूह हो, तर नामाकरण गरेको अक्षय कोषको रूपमा भनेको नचलाउने, अक्षय कोष भनेको अर्थ चाहिँ नचलाउने, त्यो पैसा कुनै कार्यलाई पनि नचलाउने त्यो हिसाबमा चाहिँ राख्यो हो कि त्यो अक्षय कोषको रूपमा राख्ने भनेको। अक्षय कोष भन्ने बित्तिकै संस्था दर्ता नभएको अक्षय कोष भन्ने हुँदैन, बैंकले पनि एक्सेप्ट गर्दैन त्यो होइन। त्यही भएर त्यो रूपमा राख्ने भनेको। अब हाम्रो अब छलफल जाँदै गर्दाखेरि दुईवटा विषयमा नै यो समावेश भइसकेको छ। मैले त विषय वाइज जाउँ भनेको होइन।
फर्स्ट हाम्रो कुन मोडेलमा जाने, त्यसपछि आर्थिक रूपमा हामी सबलीकरण कसरी गर्ने भन्ने चिजमा मैले छलफल गराउन खोजेँ हो। तर दुईटैमा अहिले आफ्नो जिज्ञासा मनमा लागेको कुराहरू आइसकेको छ। कोषको वृद्धि भएकोले कोषको वृद्धि भनेको हामी कुन मोडेलमा जाने, अनि त्यसपछि कोष वृद्धि कसरी गर्ने, आन्तरिक सोर्सबाट गर्ने कि त्यो त बेस म दिन्छु नि त, आन्तरिक सोर्सबाट गर्ने कि बाह्य सोर्स हामी युज गर्ने भनेर जाने त छँदैछ। तर अब यहाँ त छलफल दुईटै विषयमा प्रवेश गरिसकेको छ कि यसमा।